ठाउँ यति राम्रो छ कि म चाहिँ यो ठाउँमा चाहिँ 2 चोटिसम्म आइसकेको छु। अहिले चाहिँ म ठ्याक्कै पुलमा छु है। एकदम राम्रो पुल छ कि यता यहाँ चाहिँ यो मेरो तेस्रो पटक हो। ठाउँ चाहिँ यो ठाउँले चाहिँ ठ्याक्कै चितवनको झझरको ठ्याक्कै मेटाउँछ। पारी देख्नु भएको त्यहाँ चाहिँ मेट्रो हिँड्छ 4 लेनको 2 वे आउने 2 वे जाने। इजुमी तावागाउँको स्टेसनमा झरिसकेपछि चाहिँ अब हामी जान्छौँ मेन लोकेसनतिर होइन। मेन लोकेसन चाहिँ ठ्याक्कै इजुमी तावागाउँ स्टेसन पछाडि रह्यो भने ठ्याक्कै लगाएर त्यसबाट सिधा यतापट्टि बाटोमा गएर चाहिँ त्यतिखेर हामीले भन्न खोजेको लोकेसनमा चाहिँ जाँदैछौँ आज। ठ्याक्कै स्टेसन यो भयो इजुमी तावागाउँको स्टेसन यो भयो भने टक्कर यो बाटो सर लगाएर झरेर त्यसरी यतापट्टि सर गयो भने चाहिँ ठ्याक्कै लगाएर हामीले भनेको ठाउँमा पुग्नेछौँ। एकदम राम्रो ठाउँ छ। ठाउँ यति राम्रो छ कि म चाहिँ यो ठाउँमा चाहिँ 2 चोटिसम्म आइसकेको छु। यो मेरो तेस्रो पटक हो। मलाई एकदमै चितवनको पुरै त्यो यति भागले चाहिँ मलाई पुरै चितवनको नारायणीको एकदम फिल गराउँछ होइन। त्यही भएर चाहिँ म आज फेरि यहाँ आएको छु र तपाईँहरूलाई पनि म देखाउँछु त्यो ठाउँ कस्तो छ भनेर। अहिले चाहिँ म ठ्याक्कै पुलमा छु है। एकदम राम्रो पुल छ कि यता यहाँ चाहिँ यो कुन डिजाइनको पुल भन्छ तर थाहा छैन है मलाई। तर कहिले काठमाडौँको त्यो बिजुली बजारको पुल जस्तै लाग्छ। तर एकदम राम्रो ठाउँ छ यो ठाउँले चाहिँ ठ्याक्कै चितवनको झझरको ठ्याक्कै मेटाउँछ। नारायणीको झझर एकदम राम्रो मेटाउँछ। नारायणीको पुलको लेन्थ बराबरकै लगभग पुलको लेन्थ पनि त्यति नै छ। 900 मिटर छ पुलको लेन्थ लगभग। मैले त्यहाँ पढेको थिएँ बिर्सिएँ होइन। लगभग ठ्याक्कै हेर्दाखेरि चाहिँ यहाँ तलतिर पारी देख्नु भएको त्यहाँ चाहिँ मेट्रो हिँड्छ। मेट्रोको लागि हो भने यो चाहिँ यहाँ चाहिँ 4 लेनको 2 वे आउने 2 वे जाने गरेर चाहिँ 4 लेनको चाहिँ यहाँ वे छ होइन। यो भइसकेपछि यहाँ एकदम फुल प्लेजमा चाहिँ दिनमा लाखौँ गाडीहरू हिँड्छ। मेन हाइवे नै हो यो। एकदमै राम्रो ठाउँ छ। नारायणीको भाइब किन दिन्छ भनेर भन्दाखेरि चाहिँ यो पुलले चाहिँ ठ्याक्कै यहाँ ठ्याक्कै यसरी पुल र ठ्याक्कै साइडमा चाहिँ खुला चौर अनि ट्याक्कै लगाएर त्यहाँ बसेर गफ गर्न मिल्ने यस्तो टाइपको नारायणी पनि सेम यस्तै टाइपको छ होइन। चौर छ। अलि पारी गएर नि म देखाउँछु। यतातिर झन् राम्रो ठाउँ छ। र अहिले मैले देखाउन खोजेको चाहिँ तपाईँहरूलाई यो एउटा ट्रेनको स्टेसन हो। ट्रेनको पटरीमा चाहिँ अब यहाँ मेट्रो ट्रेन चाहिँ यसमा आउँछ होइन। हरेक समय उसको सेड्युल अनुसारको चाहिँ मेट्रो हिँड्ने गर्छ भने यहीँ के लगभग 400 मिटरको डिस्टेन्समा चाहिँ यो पुल र मेट्रो ट्रेन चाहिँ छ। यसरी चाहिँ पोसिबिलिटिजहरूलाई चाहिँ हेर्दै जाने हो भने चाहिँ एकदम राम्रो हो। चितवनको नि पोसिबिलिटी यही हुनसक्छ पछि भविष्यमा है। प्लानिङ अनुसारले काम हुँदै गयो भने र एकदमै राम्रो ठाउँ छ। ठ्याक्कै मोडल हेर्ने हो भने स्ट्रक्चर हेर्ने हो भने जियोग्राफिकल स्ट्रक्चर हेर्ने हो भने केही फरक जाँदैन। यसमा फरक पर्दैन चितवन र यो ठाउँमा भरतपुरको यो ठाउँमा है। ठ्याक्कै लगाएर चाहिँ एकदम राम्रो ठाउँ छ। यसै गरेर लगाएर यताबाट रेगुलर रूपमा गाडीहरू हिँड्दा आउँछ भने ठ्याक्कै लगाएर उतापट्टि चाहिँ मेट्रो जाउँ तलतिर। अब मेट्रोको ठ्याक्कै तलबाट नै हामी जान सकिन्छ होइन। मेट्रोको स्टेसन भने मेट्रो हिँड्ने ठाउँको ठ्याक्कै तलपट्टिबाट चाहिँ हामी पारी चौरतिर जाउँ। अहिलेलाई पुलमा धेरै गर्नुपर्छ होइन। र फुटपाथ हेर्ने हो भने पनि लगभग फुटपाथको डिस्टेन्स चाहिँ 6.5 फिटको वेथमा चाहिँ यो फुटपाथ बनेको छ होइन। जहाँ चाहिँ मान्छेहरू मजाले राम्रै भिड भयो भने पनि यसमा चाहिँ यो भिड नहुँदाखेरि यहाँ चाहिँ साइकल पनि चलाउनु मिल्छ। अहिले चाहिँ साइकल पनि चलाएर चाहिँ भर्खर यहाँबाट ट्रेन गएछ। अब ठिकै छुटिहाल्यो है। मजाले भिड भयो भने पनि यहाँ कुनै भिड हुँदैन। यहाँ यस्तो राम्रो स्ट्रक्चरको पुल बनेको छ होइन। यो स्ट्रक्चरलाई चाहिँ के भन्छ ल हेर्नु चाहिँ मेट्रो आयो टक्क लगाएर
आज बिहिबार भएर खासै मान्छेको यहाँ चहल पहल चाहिँ देखिएको छैन तलतिर चौरतिर पनि र यो पुलतिर पनि खासै मान्छेको चहल पहल भने चाहिँ पक्कै देखिएको छैन। तर पनि विकेन्डहरूमा चाहिँ शुक्रबार शनिबार आइतबारहरूमा चाहिँ यहाँ राम्रो चहल पहल हुने गर्छ र विशेष गरी चौरमा चाहिँ स्पोर्ट्सहरू फुटसलहरू अनि हाम्रो बेसबलहरू खेल्ने गर्छन्। स्टुडेन्टहरू आएर चाहिँ यहाँ खेल्ने गरेको पाइन्छ होइन। अब यहाँ चाहिँ अब हामीले सोच्दाखेरि चाहिँ त्यो ठाउँमा आएर चाहिँ ड्राई पिकनिक गर्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ जस्तो लाग्यो होइन। अब कुनै दिन एक दिन प्लानिङ पनि गराउनु पर्ला साथीहरूसँग यसो मिलाएर। अहिले ट्याक्क लाएर मेरो छेउबाट मेट्रो गुडेको देखाउन चाहन्छु ल। ट्याक्क लाएर मेट्रो गुडिरहेछ। यहाँबाट चाहिँ अरू ठुला गाडीहरू चारपाङ्ग्रे गाडीहरू नजाउनु भनेर चाहिँ यसरी गरेको छ। ल यो ठाउँमा चाहिँ हेर्न है पार्टी गर्न यो गर्न मनाइ छ भने चाहिँ हाम्रो प्लान क्यान्सल भइहाल्यो। अब यति भइसकेपछि टक्क लाएर नमिल्ने ठाउँ रहेछ। त्यसरी चाहिँ टक्क लाएर राम्रो बाटो छ। ड्याम यो नदी कटान रोक्नको लागि बाढी आउनको लागि यो ड्याम बनाएको हुनुपर्छ होइन। ड्यामको माथिपट्टि चाहिँ यसरी बाटो बनाएको छ। मजाले पिच एकदम राम्रो पिच गरेर बाटो बनाएको छ भने मर्निङ वाक विशेष गरी यो ठाउँ चाहिँ मर्निङ वाक अनि इभिनिङ वाक र यसरी नै हिँड्नको लागि चाहिँ कहिले काहीँ यसो डुल्न मन लाग्यो भने साथीहरूसँग यसो भेला हुनु मन लाग्यो भने चाहिँ यसो मजाले आउन मिल्छ। धेरै टाढा पनि छैन। हजुरहरू सिन्जुकु बस्नुहुन्छ भने सिन्जुकुबाट ओद्याको लाइनको लोकलमा चढेर 17 स्टेसन इजुमी तामागावा वेस्ट साइडमा पर्छ होइन। 17 स्टेसन चाहिँ इजुमी तामागावा हो। ठ्याक्क लाएर तामागावाबाट तामा रिभर भनेर ठ्याक्क लाएर सर्च गऱ्यौँ भने एकदम 5 मिनटको डिस्टेन्समा चाहिँ हामी आइपुगिन्छ भने एकदम मजाले एकदम राम्रो ठाउँ छ। तपाईँ साथीभाइसँग आएर चाहिँ बसेर गफ गर्न मिल्ने यसो टाइम स्पेन्ड गर्न मिल्ने एकदम राम्रो ठाउँ छ यो होइन। यो ठाउँमा चाहिँ चारपाङ्ग्राले चाहिँ विशेष गरी नै रोक्न लागेको जस्तो राम्रै बार राखेर आवश्यक परेमा चाहिँ यहाँबाट हिँड्न नि मिल्ने कन्डिसन पनि रहेछ कि बारहरू निकाल्न पनि मिल्ने रहेछ। चाबीहरू पनि छ होइन। र हेर्ने 2.3 मिटरभन्दा अग्लो लिमिट हाइट त्यसको हाइट चाहिँ त्योभन्दा माथि बिदा ठोकिन्छ। अन्त ठुलो सवारी साधन जान मिलेन त्यही भएर पनि यहाँ सवारी साधन ल्याउन मिलेन है। तर साइकलहरू चाहिँ म्याक्सिमम् आउँछ हेर्ने। अहिले पनि भर्खर ट्रेन आयो। अब ट्रेनको तलपट्टि नै हामी हुन्छौँ कि ल ट्रेन गयो मेट्रो ट्रेनको स्टेसन के अरे पट्री र हाम्रो बिचको हाइट चाहिँ यस्तो छ है। हाइट भनेर बिल्कुल छैन। ट्याक्क लाएर उफ्रियो भने भेट्छ होला। अಯ್या अलि भेटिन्न उफ्रेर त अलि भेटिन्न होइन। ट्याक्क लाएर बिचमा यस्तो छ। यस्तो छैन कि यो ट्रेन स्टेसनको वरिपरि पट्री भनेर चाहिँ 4 भनेर चाहिँ होइन कि बिल्कुल केही छैन कि मेट्रोमा होइन। मेट्रोको तलतिर त विशेष गरी यो 4 फाल्न मिल्दैन सिसाको बेला ज्यान हुन्छ नि त। त्यही भएर चाहिँ ट्याक्क लाएर अलग्ग लाएर हाइट लिमिट 2.3 मिटरमा लेखेको छ। यो चाहिँ सरकारी भवन बस्नको लागि लिभिङ स्पेस रेसिडेन्सियल एरिया भएको अरे। अहिले चाहिँ म चाहिँ यसको चौरमा होइन के अरे अहिले चाहिँ छु म यहाँको चौरमा। ठ्याक्कै चौरमा चाहिँ अब यसरी बेसबल कोर्टहरू बनाइँदैछ नि यहाँ चाहिँ। र त्यो पछाडिदेखि भएको यो घर चाहिँ यो चाहिँ रेसिडेन्सियल घर भयो क्या। अहिले हामी बाटोमा आउँदा देखाएको थिएँ। र यो पछाडिको अहिले मेट्रो वे भएको अरे होइन। यहाँ चाहिँ ठ्याक्कै साइडमा खोला छ।
एकदमै राम्रो ठाउँ छ। टक्कलाई साथीभाइसँग आउने गफ गर्ने बस्ने जाडोमा टक्कलाई यस्तो घाम लाग्छ मजाले घामले चाहिँ घाम ताप्ने अरू बस्नाले मजा आउँछ रमाइलो हुन्छ यो ठाउँमा। तपाईँहरूको पनि फुर्सद छ र कतै यसो बिदाको बेलामा चाहिँ घुम्न निस्किन मन लागेको छ भने चाहिँ तपाईँहरू चाहिँ ट्याक्क लाएर आफ्नो बिदा मिलाएर चाहिँ यो ठाउँमा आएर यसो घुम्ने वातावरण चाहिँ छ घुम्नलाई चाहिँ सक्नुहुन्छ होइन। यसो बसेर एकदम आनन्द पिस ठाउँ मनपर्छ भने चाहिँ एकदमै राम्रो ठाउँ छ। त्यो भएकाले अब यहाँ चाहिँ न हल्ला खल्ला गाडी घोडा नि नआउने त्यस्तो नभएपछि त ट्याक्क राम्रो पनि भयो नि त होइन। यो चाहिँ बेसबल कोर्ट बनिरहेको छ यहाँ टक्क यहाँ अनि तलपट्टि यो वे हिँड्ने ठाउँ नै भयो है। यो चाहिँ त्यो सानो त्यो पोल निकाल्न मिल्छ नि त्यो पोल निकालेर आएको गाडी हो त्यो चाहिँ। यसो चाहिँ ठ्याक्कै साइडमा चाहिँ ड्याम बनेको छ होइन। नदी केही जाने बढिहाल्यो भने चाहिँ सिर्टक्क लगाएर माथि नजाओस् भनेर ड्याम पनि बनेको छ। ड्यामको ठ्याक्कै साइडमा उतापट्टि बस्ने घरहरू पनि छन् भनेपछि नदीलाई पनि एकदम राम्रो तरिकाले सुरक्षित बनाएको छ यहाँ। नदी कटानहरू रोक्नको लागि म तपाईँलाई अलिक भिडियोमा देखाउँछु। ओभरअल भन्दाखेरि चाहिँ एकदमै पिसफुल ठाउँ र एकदम राम्रो ठाउँ छ। जाडो भएकोले यो चौरको घाँसहरू चाहिँ पुरै खैरो यो सुकेर सबै सेतो भइसकेको छ होइन पहेँलै भइसकेको छ। तर पनि आनन्दको ठाउँ पुरा मान्छे त्यस्तो भिडभाड नै नहुने अनि भिडभाड भए पनि हल्ला खल्ला नगर्ने समाज छ नि त जापान। त्यो भएपछि चाहिँ अनि आनन्दको ठाउँमा चाहिँ खोलाको छेउछाउमा बसेर तपाईँलाई मनपर्छ भने एकदम राम्रो ठाउँ छ आउनु होला।